ल है साथीहरु म फेरि पनि उपस्थित भएँ तपाईहरु समक्ष हैन। आज एउटा यस्तो इम्पोर्टेन्ट टपिक लिएर त्यो के सम्बन्धी हो भन्दाखेरि चाहिँ हामी इन्टरनेट डाउनलोड म्यानेजर सम्बन्धी आजको यो हाम्रो टपिक तपाईहरुलाई म एउटा फ्री टिप्स दिन गइरहेको छु। टिप्स चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ यो विदाउट पेइङ एनी सिंगल मनी हैन, 1 रुपैयाँ पनि खर्च नगरिकन कुनै पनि इन्टरनेट डाउनलोड म्यानेजरको अपडेटलाई चाहिँ हामीले कसरी फुल्ली लाइसेन्स्ड गर्ने भन्ने बारेमा तपाईहरुलाई म यो भिडियोमा भन्न गइरहेको छु। प्लिज अन्तसम्म यो भिडियो स्किप नगरिकन हेर्नु होला भन्न चाहन्छु है त। ओके, अब ढिला नगरी सबैभन्दा पहिला हामी इन्टरनेट डाउनलोड म्यानेजर डाउनलोड गर्नुपर्ने हुन्छ त्यसको अफिसियल साइटमा गएर है त। ल अब हामी इन्टरनेट डाउनलोड म्यानेजरमा जाऊँ। इन्टरनेट त्यही माथि ल यहाँ गइसके पछाडि हामी एकचोटि यहाँ गएर यो फ्री ट्रायल ट्राई आइडिएम 30 डेज फ्री ट्रायल भन्नेवालालाई चाहिँ हामीले एकचोटि डाउनलोड गर्नुपर्ने हुन्छ र यसको प्रिमियम भर्जन भनेको तपाईले यहाँ पैसा तिर्नुपर्ने हुन्छ इयरली मन्थली हैन। र यसको फुल इन्फर्मेसनहरु यही छ, हेर्न सक्नुहुन्छ हजुरहरुले अफिसियल साइटबाट हैन। र के अब त्यतातिर नजाउँ हामी, अब ढिला नगरिकन अब हामी डाइरेक्टली अब प्रोसेसतिर जाउँ है। अब यसलाई चाहिँ एकचोटि हामी डाउनलोड गरौँ र डाउनलोड पनि भइसक्यो साथीहरु। यसलाई फेरि अब इन्स्टल गरौँ हाम्रो डेस्कटपमा, पीसीमा राखौँ यसलाई है। र यसले चाहिँ अब यसरी अब इन्स्टल भइरहेको छ साथीहरु, ल हेर्नु होला। अब यहाँ हामी इन्स्टल गर्न गइरहेको छौँ है। नेक्स्ट यसलाई पनि एक्सेप्ट गर्नु होला। फेरि अनि यसलाई क्रिएट डेस्कटप यसलाई चाहिँ अब हाम्रो डेस्कटपमै राख्दिउँ हैन। र यो चाहिँ डिफल्ट यतिकै राख्दिनु होला। नेक्स्ट गर्नुस् अनि नेक्स्ट गर्नुस् है। ल यति गरेपछि फिनिश गरिदिनुस्। फिनिश गरेपछि यो हाम्रो बारलाई चाहिँ यसरी क्लोज गर्नु र यसलाई चाहिँ अब इनेबल गर्नु होला। कुनै पनि अब भिडियोहरु डाउनलोड गर्नको लागि चाहिँ त्यहाँबाट सजिलो हुन्छ है त साथीहरु। र अब हामी यसलाई फेरि क्लोज गर्दियौँ है, यसलाई नि क्लोज गर्दियौँ। र अब एकचोटि यहाँ गएर चेक गरौँ कि इन्टरनेट डाउनलोड म्यानेजर हाम्रो चाहिँ फुल छ या फ्री छ। अब यो चाहिँ अब तपाईको चाहिँ यहाँ गएर चेक गर्नुपर्ने हुन्छ एबट आइडिएममा। यहाँ देख्नु भएको छ नि ट्रायल भर्जन, यो भनेको चाहिँ 30 डेजको ट्रायल भर्जन हो। आफ्टर 30 डेज यो तपाईले युज गर्न सक्नुहुन्न कि हैन, त्यसको लागि चाहिँ हामीले पर्चेस गर्नै पर्छ है त। र अब हामी चाहिँ अब यसलाई चाहिँ अब कसरी अब टोटल्ली ट्रायलबाट चाहिँ यहाँ फुल भर्जनमा जाने हो त भन्दाखेरि चाहिँ अब हामी प्रोसेसतिर जाउँ है त। यसलाई पनि क्लिक गरौँ, यसलाई पनि क्लिक गरौँ। अब यसलाई यहाँ ट्रेमा छ नि, यसलाई यो ट्रेमा भएको इन्टरनेट डाउनलोड म्यानेजरलाई पनि यसलाई एक्जिट गरिदिउँ है। यो चाहिँ एकदम गर्ने जरुरी छ साथीहरु है। र अब हामी चाहिँ यो मेरो एउटा फोल्डर छ है, यो फोल्डरमा चाहिँ अब त्यो फाइल छ, त्यो फाइल चाहिँ म तपाईहरुलाई म मेरो भिडियो डिस्क्रिप्सनमा दिनेछु, त्यहाँ गएर चाहिँ तपाईहरुले डाउनलोड गर्न सक्नुहुनेछ है त। र यहाँ जाम र यहाँ गइसके पछाडि हामीले यो तिनटै फाइललाई अब यसो गरेर कपी गर्नु होला। कपी गरेर इन्टरनेट यो डेस्कटपमा चाहिँ गएर चाहिँ अब हामीले यसरी बाहिर राख्दियौँ, यसरी बाहिर राख्दियौँ है। त्यहीँबाट गर्दा नि हुन्छ, तर सजिलोको लागि कि फेरि यसलाई हामीले के गर्नै पर्दैन। अब यो रेक डाटा गर्दियौँ, एस गर्दियौँ है, एस गर्दियौँ, ओके गर्दियौँ, त्यो उता भइसक्यो है। र यसलाई चाहिँ अब हामी के गर्ने भन्दाखेरि यसलाई फेरि अन गर्नु होला। तपाईको कुनै पनि त्यो फाइलमा चाहिँ क्र्याक फाइलहरु छ भने यसले चाहिँ त्यसलाई क्लिन गर्छ है साथीहरु। पहिला यसलाई यसरी क्लिन गर्छ। ल डिलिटेड, त्यसको फाइल्सहरु यहाँ डिलिट गरिदिसकेको छ है। ल त्यसै नै के गर्नु, यसलाई नि उडाइदिउँ। अब यो चाहिँ अब हामी चाहिँ यसलाई चाहिँ अब एकचोटि यहाँ कपी गरौँ। कपी गरेपछि अब यसलाई त्यहाँ लगेर छोड्दिउँ है त। कपी गरौँ र यो फाइललाई चाहिँ हामी इन्टरनेट यो म्यानेजरमा गएर चाहिँ ओपन गरौँ होला। यहाँ गएर चाहिँ पेस्ट गरिदिउँ है। पेस्ट गरिदिएपछि रिप्लेस फाइल डेस्टिनेसन गरिदिनु होला, कपी गरिदिनु होला है। यति मात्र गर्दै पुग्छ। यसलाई चाहिँ अब फेरि क्लोज गरिदिउँ र फेरि सबै ठाउँबाट क्लोज गरिदिउँ खुलाएको छ भने। र हैन एकचोटि सर्भर जहाँ तपाईले रिस्टार्ट गर्नुपर्ने हुन्छ हैन, एकचोटि यस्तो गरेर यहाँ रिस्टार्ट पनि गर्नु होला है। तर म अब रिस्टार्ट म स्किप गर्छु है त। र अब हामी चाहिँ अब फेरि यहाँ आइसकेपछि अब इन्टरनेट डाउनलोड म्यानेजरमा जाऊँ।
यो हाम्रो 3टा फाइललाई डिलिट गरिदिउँ, काम छैन अब यो फाइल है। र यहाँ गएर चाहिँ इन्टरनेट सेक्सनमा जाऊँ र गइसके पछाडि अब यहाँ के भन्छ यसले हेरौँ र यहाँ गएर क्लोज गरिदिउँ। क्लोज गरेपछि अब हाम्रो यो हेल्प, अब यो छ नि हेल्पमा गएर एबट आइडियामा जाऊँ र यहाँ देख्नुभएको छ नि यो चाहिँ हो तपाईँको फुल अहिलेको हामीले जुन त्यो इन्टरनेट डाउनलोड म्यानेजरबाट चाहिँ अफिसियली डाउनलोड गरेर चाहिँ यो फाइललाई जस्ट त्यहाँ पेस्ट गरिदिनु होला। तपाईँको कुनै पनि इन्टरनेट डाउनलोड म्यानेजरको त्यो सफ्टवेयर फाइल चाहिँ तपाईँले चाहिँ फुल्ली अनलिमिटेड चलाउन सक्नुहुन्छ साथीहरू है त। यसलाई तपाईँले न पर्चेस गर्न सक्नु, अब यसलाई गर्नुपर्छ न के गर्नुपर्छ, फ्रीली तपाईँले यसलाई ह्यान्डल गरेर चाहिँ मजाले युज गर्न सक्नुहुन्छ है त साथीहरू। भन्दै तपाईँलाई यो आजको भिडियो कस्तो लाग्यो होला, जहाँसम्म लाग्छ एकदम हेल्पफुल नै रह्यो होला हैन। मेरो यो टिप्सले चाहिँ तपाईँहरूले अब स्टेप बाई स्टेप फलो गर्दै जानु होला। तपाईँलाई कुनै पनि भिडियोहरू डाउनलोड गर्नको लागि चाहिँ इन्टरनेट डाउनलोड म्यानेजर भन्दा फास्टेस्ट डाउनलोड म्यानेजर अरू कुनै पनि छैन है त हाम्रो यो इन्टरनेटमा। त्यसै कारणले चाहिँ यो इन्टरनेट डाउनलोड म्यानेजरलाई चाहिँ यसरी तपाईँले चाहिँ फुल्ली चलाउन सक्नुहुन्छ है त साथीहरू। भन्दै म आजको यो भिडियोदेखि म बिदा हुन चाहन्छु। थ्याङ्क्स फर वाचिङ साथीहरू, बाई बाई।